आज चाहिँ हामी होली मनाउन गइरहेका छौँ हाम्रो कलेजमा। हामी चाहिँ आइएमका स्टुडेन्टहरू अनि हामी चाहिँ अहिले आफ्नो कलेजमा चाहिँ के गर्न जाँदैछौँ दोस्त? आज चाहिँ हामी होली सेलिब्रेसन रमाइलो गर्न जाँदैछौँ र हामी तपाईँलाई चाहिँ हाम्रो आइएममा चाहिँ कसरी होली मनाइन्छ भन्ने कुरामा चाहिँ अपडेट दिइरहेको छौँ तपाईँहरूलाई। आज चाहिँ हाम्रो पनि होलीको पहिलो अनुभव हो आइएममा। सो बवाल रमाइलो गर्ने हामी प्लानमा छौँ। हामी लगभग 5-6 वर्ष त खेलिएन नि होली। 8मा खेलिएन, 9मा लकडाउन थियो 9मा खेलिएन, 10मा युएससी थियो 10मा खेलिएन, 11मा इक्जाम थियो 11मा खेलिएन, 12मा अब 12को बोर्ड थियो 12मा खेलिएन। अनि त्यो उसमा प्रिपरेसन अब जेनरल त्यति बेला नि खेलिएन। अब हाम्रो 5-6 वर्ष पछिको होली हो होइन, राम्ररी खेलेको। हाम्रो होली चाहिँ हर वर्ष छुट्टी भएको थियो। सो अब चाहिँ मेरो होली चाहिँ मेरो पनि होली पनि सबैको लगभग बवाल रमाइलो हुन्छ। हामी कठाङ्गिएर मर लागेको अवस्था एकदम जाडो भइरहेको छ यहाँ। कस्तो एकदम जाडो भयो। 2 हप्तापछि नुहाएर राम्रो लागिरहेको। हामी अहिले खेल्दैछौँ र के भन्छौ दोस्त? होली रमाइलो भइरहेको छ। कसरी पढ्ने? अहिले हामी त रमाइलो लिइरहेको छौँ पढेर होइन। तिमीहरू पनि यही मोटिभेसन लिएर पढ। अहिले रमाइलो कार्यक्रम चल्दैछ होइन। सीको लागि हामी फेरि आउँला। कसरी पढ्ने सीको लागि? सीको लागि +2 को बुक पढ मजाले होइन। अब अहिले त एनिमी बुढ आउँदैछ। बोर्डको बुढ दामी हुन्छ ल। चिल पारमा त्यो दोस्त सीको लागि कसरी प्रिपेरेसन? आज होली नो सी प्रिपरेसन जस्ट होली। सीको लागि कसरी प्रिपेरेसन गर्ने? सीको लागि यस्तै प्रिपेयर गर्ने। होली खेल्ने हो भाइ, पुरै खेल्ने हो होली। कोले होली चाहिँ 1 वर्ष खेल्नु पर्छ होली। सब होली खेल पढ यही रमाइलो गर्नुपर्छ तिमीहरूले यहाँ पछि। पढ्नुपर्छ, अर्को चलाएर यस्तै होली खेल्नुपर्छ। अब म दाइटिङ राख्छु। सीको प्रिपेरेसन कसरी गर्ने? ए यार होलीको बेला के सी प्रिपरेसन सोध्दैछ? रमाइलो गर्ने हो। ल सीको प्रिपेरेसन कसरी गर्ने? सीको प्रिपरेसन होली खेलेर गर्ने। ओ म यस्तो देखेछु, मलाई थाहा थिएन। दोस्त सीको प्रिपरेसन कसरी गर्ने? रमाइलो गर्दै पढ्दै रमाइलो गर्दै पढ्ने। सीको प्रिपरेसन गर्दाखेरि होली खेल्ने कि नखेल्ने? होली अब प्रिपरेसन गरेर नखेल्ने, आइएम आइसकेपछि खेल्ने। ल ठिक छ। यहाँ के भइरहेको छ यहाँ? सीको प्रिपरेसन कसरी गर्ने? सीको प्रिपरेसन होली मनाएर होली बनाएपछि कस्तो भइरहेको दोस्त? बब्बाल रमाइलो भयो नि है? ल ठिक छ। बोल्दा बोल्दा घाटिसक्यो अवस्था। बिजा यार केटा अब हिलोमा लगेर हाल्ने यार मलाई त। हिलो गयो अब। ल भइबाट
आयो आयो अघिल्लो आयो अघि टाढो आयो त्यो सीको प्रिपरेसन कसरी गर्ने सो इक्जाम पनि आउनु लागिसक्यो असोजमा छ क्या इक्जाम फर्स्ट विकतिर एमएससीले रिजल्ट निकालेर होइन सेड्युल निकालिसक्यो अब आफ्नो पुस गर्नु पऱ्यो आफ्नो पढाइलाई सिलेबस सकाउनु पऱ्यो रिभाइज गर्नु पऱ्यो म्याक्सिमम् क्वेसनहरू प्र्याक्टिस गर्नु पऱ्यो आफ्नो कन्फिडेन्स बिल्डअप गर्नु पऱ्यो है ड्रपरहरूले चाहिँ मेन भनेको चाहिँ कन्फिडेन्ट हो होइन कन्फिडेन्स चाहिँ बबाल ल्याउनु पर्छ है इक्जाम राम्रो हुन्छ कन्फिडेन्ट भएपछि सीको प्रिपरेसन कसरी गर्ने भन्दा थर्ड ऱ्याङ्क सीको झुकेर थर्ड ऱ्याङ्क भएको सीको प्रिपरेसन गर्दा चाहिँ यसले जे गरेको थियो त्यो नगर तैँले के गर्थिस् भन्नु केही नै गरेको थिएन पढेको थिएन त्यही भएर पढ त्यही भएर चाहिँ पढ्नु पऱ्यो अनि होली चाहिँ खेल्नु पऱ्यो सी आयो भनेर होली चाहिँ नखेल्नु हुँदैन हामीले चाहिँ होली खेलेको छैनौँ कि सी आयो पढ्नु पर्छ अन्त त्यही भएर हामी थर्ड र 13 भएको यदि होली खेल्यो भने हामी फर्स्ट निस्किन्थेन हाम्रो फर्स्ट हुन्छ हाम्रो अब हामी होली खेलेर चाहिँ अब होस्टेलमा 9 जना लाग्यो सँगै होइन कहाँ 9 सँगै म त रेडी छु यार